नमस्ते, म डिआर प्राजुल म्याग्नेट। मैले समसामयिक विषयमा विभिन्न खालका भिडियोहरू निकाल्ने गरेको छु। आज एउटा श्रीमान र एउटा श्रीमती अथवा दम्पतिको बीचमा कसरी सुमधुर सम्बन्ध स्थापित हुन सक्छ भन्ने विषयमा चर्चा गर्न गइरहेको छु। अहिलेको समाजमा सम्बन्ध विच्छेद सामान्य बनिसकेको छ। तपाईले यदि हेर्नुभयो भने फिल्मी जगतका मानिसहरूका बीचमा त यो एकदमै सामान्य भयो। तपाईले चर्चित कलाकारहरूलाई हेर्नुभयो भने धेरैजसोको सम्बन्ध विच्छेद भएको र सम्बन्ध विच्छेद नभए पनि श्रीमान र श्रीमती सँगै नबसेर छुट्टै बसेको पनि हामीले सुन्छौँ। जसलाई हामीले आफ्नो आदर्श पुरुष मान्छौँ, तिनीहरूको पनि पारिवारिक जुन खालको सम्बन्ध हो त्यो सुमधुर नभएको देख्छौँ। त्यस्तै 21औं शताब्दीको चर्चित व्यक्तित्व एलन मस्कदेखि लिएर बिल गेट्सहरू, उहाँहरूको पनि पारिवारिक सम्बन्ध त्यति राम्रो भएको हामीले देख्दैनौँ। तर अब यो सम्बन्धलाई त हामी जस्तो सामान्य व्यक्तिले त सुमधुर गराउनै पर्यो। त्यो कारणले गर्दा यसमा के गर्न सकिन्छ भन्ने विषयमा म चर्चा गर्छु र त्यो चर्चाको सुरुवात म एउटा प्रसङ्गबाट गर्छु। एकजना अधवैँसी महिला वकिलका जानुभएछ र भन्नुभएछ, मैले मेरो श्रीमानसँग सम्बन्ध विच्छेद गर्न चाहन्छु। यदि सामान्य खालको वकिल भएको भए ल ठिक छ, तपाईको पेपर अगाडि बढाउनु भनेर भन्नुहुन्थ्यो होला। तर उहाँ बुद्धिमान वकिल हुँदो रहेछ। उहाँले तपाईले श्रीमानसँग सम्बन्ध विच्छेद गर्नुको कारण के हो भनेर सोध्नु भएछ। भन्दै गर्दाखेरि उहाँ महिलाले के भन्नुभएछ भने, मेरो श्रीमान एकदमै बोरिङ हुनुहुन्छ। जति बेला काम 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 भन्नुहुन्छ। काममा जानुहुन्छ, कामबाट आउनुहुन्छ, आइसकेपछि मलाई अङ्गालोमा बाँधोस्, मसँग भेट्दै गर्दा खुसी साथ बोलोस्, हैन, राम्रा कुराहरू गर्न पाऊँ। तर त्यो गर्नुहुन्न। उहाँ टिभीको अगाडि जानुहुन्छ, टिभी खोल्नुहुन्छ, मैले खाना पस्कन्छु, खाना खान बोलाउँछु, खाना खान आउनुहुन्छ, खाना आइसकेपछि मैले यो खाना कस्तो भयो भनेर भनिदियोस् अथवा खाना मिठो भए तारिफ गरिदियोस् भन्ने सोच्छु, त्यो पनि गर्नुहुन्न। त्यस पछाडि खाना खाइसकेपछि हात धुनुहुन्छ, जानुहुन्छ टिभी हेर्नुहुन्छ, मैले खाना खाएको छु कि छैन त्यो पनि याद गर्नुहुन्न, ख्याल गर्नुहुन्न। त्यस पछाडि बेडमा जानुहुन्छ, सुत्नुहुन्छ, कसैको वास्ता छैन। बिहान उठ्नुहुन्छ, फेरि अफिस जानुहुन्छ। यस्तो श्रीमानसँग बस्नु भन्दा त बरु एक्लै बस्नु राम्रो। त्यो भएर मलाई अब सम्बन्ध विच्छेद गर्न परेको छ र तपाईले कागज अगाडि बढाउनुस् भनेर वकिललाई भन्छिन् तिनी अधवैँसी महिलाले। त्यसो वकिलले के भन्छन्, ल ठिकै छ, एकैछिन तपाईले पर्खनुहोस्, 1 महिनाको समय दिन्छु म तपाईलाई। तपाईले एकचोटि टिप्नुस् त, तपाईको श्रीमानले के गरोस् भन्ने चाहनुहुन्छ भन्नुस् त भनेर भन्दै गर्दा 1 2 3 4 5 6 7 अब उहाँले टिप्नुभयो। र वकिलले भन्नुभयो, जे तपाईले आफ्नो श्रीमानसँग अपेक्षा गर्नुभएको छ नि, यो गरोस् भनेर चाहनु भएको छ नि, अब त्यो काम तपाई आफू गर्नुस्। श्रीमानको मुख नहेर्नुस्, आफै गर्नुस्। तपाईलाई लाग्दो हो श्रीमान अफिसबाट आउँदै गर्दा, ढोकामा आउँदै गर्दा मुस्कान दियोस्, अङ्गालोमा बाँधोस् भन्ने चाहनुहुन्छ भने अब तपाईले आफूले मुस्कान दिन थाल्नुस्, आफूले अङ्गालोमा बाँधिदिनुस्। त्यसपछि श्रीमानले आफूसँग गफ गरोस् भन्ने चाहनुहुन्छ भने अब तपाई आफै गफ गर्न जानुस्। उहाँले टिभी हेरिराख्नु भएको छ भने पनि टिभी हेर्नु भएको छ ठिक छ, तर तपाई गएर सँगै बस्नुस्, केही कुराहरू गर्नुस्। श्रीमानले सुन्नु होला नसुन्नु होला, तर तपाईले गर्नुस्। त्यस्तै तपाईले राति सुत्ने बेलामा यसो गरोस् उसो गरोस्, सँगै जाओस् भन्ने चाहनुहुन्छ भने त्यो काम तपाई आफू गर्नुस्। बरु भान्सा कोठाको काम एकैछिन छोडिदिनुस्, तर जे तपाईको अपेक्षा छ नि श्रीमानसँग ती सबै गर्नुस् त भनेर पठाएछन्। त्यसपछि 1 महिना पछाडि उनी आउने कुरै भएन। ती महिला 1 वर्ष पछाडि कुनै एउटा समारोहमा
ती महिलासँग ती वकिलको भेट भएछ। ओहो, तपाईलाई मैले चिने, धेरै समय अगाडि चाहिँ भेट भएको थियो, तपाईँ त 1 महिना पछाडि आउँदा पनि आउनु भएन, के तपाईँको सम्बन्ध विच्छेदको पेपर मैले अगाडि बढाउनु पर्ने हो भनेर सोध्दै गर्दा होइन होइन होइन, पर्दैन 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 पर्दैन, अहिले श्रीमानसँग मेरो सम्बन्ध राम्रो छ भनेर भन्नुभएछ। हो, साँच्चै नै यो समाजमा सुमधुर सम्बन्ध स्थापित नहुनुको एउटा कारण भनेको हामीले अरूप्रति चाहिँ अपेक्षा थोपरिदिन्छौँ क्या। मैले मेरो छोरीसँग अपेक्षा राखेको हुन्छु, मैले मेरो छोरासँग अपेक्षा राखेको हुन्छु, मैले मेरो श्रीमतीसँग अपेक्षा राखेको हुन्छु, मैले मेरो आमासँग अपेक्षा राखेको हुन्छु, मैले मेरो परिवारसँग अपेक्षा राखेको हुन्छु, मैले मेरो दाजुभाइ दिदीबहिनीहरूसँग अपेक्षा राखेको हुन्छु, मैले मेरो सासू ससुरासँग अपेक्षा राखेको हुन्छु, मैले मेरा छिमेकीसँग अपेक्षा राखेको हुन्छु, मैले राष्ट्रसँग अपेक्षा राखेको हुन्छु। यो अपेक्षा राख्दै गर्दा अपेक्षा सँगै आउँदो रहेछ कि अपेक्षा सँगसँगै कर्तव्य उत्तरदायित्व पनि सँगै आउँदो रहेछ। तपाईले अधिकार हेर्दै गर्दा मैले कर्तव्य बोध गरेको छु त, मैले मेरो दायित्व पूरा गरेको छु त, मैले मेरो छोरीसँग अपेक्षा गर्दै गर्दा मेरी छोरी कक्षा प्रथम होस्, मेरी छोरी नृत्यमा प्रथम होस्, मेरी छोरी फल्लो ठाउँमा प्रथम होस्, मेरी छोरी यस्तो होस्, मेरो छोरा यस्तो होस् भनेर भन्दै गर्दा मैले मेरो सन्तान प्रतिको कर्तव्य र दायित्व वहन गरेको छु त। मैले मेरी श्रीमती यस्तो होस् भनेर सोच्दै गर्दा, मैले मेरो परिवार यस्तो होस् भनेर सोच्दै गर्दा कि मैले त्यो दायित्व अथवा कर्तव्य बोध गरेको छु त। तसर्थ हामीले अपेक्षा गर्दै गर्दा दायित्वलाई पनि सँगसँगै हेरौँ। मैले मेरी श्रीमतीले भने जस्तै काम गर्न सकेको छैन, म मेरी श्रीमतीले सोचे जस्तै बन्न सकेको छैन भने कि मैले अब मेरी श्रीमतीलाई म जस्तै बनाऊँ। तसर्थ यो संसारमा कुनै पनि व्यक्तिलाई परिवर्तन गर्न सक्दैन। हेर्नुस् है, मैले मेरो श्रीमतीलाई परिवर्तन गर्न सक्दिनँ, मैले मेरो छोरा छोरीलाई परिवर्तन गर्न सक्दिनँ, मैले मेरा आफन्तलाई परिवर्तन गर्न सक्दिनँ, मैले मेरा छिमेकीलाई परिवर्तन गर्न सक्दिनँ। परिवर्तन गराउनु खोज्ने, अब म त मोटिभेसनल स्पिकर भएर धेरै लामो समयसम्म म हिँड्दै गर्दाखेरि कति साथीले भन्नुहुन्छ, सर तपाईले त मान्छे बदल्ने मान्छे, ओहो तपाईले त 100औं मान्छेलाई बदल्नु भयो। तर मैले त्यति बेला नि के भन्थे भने म तपाईलाई बदल्न आएको होइन, म तपाईलाई बदल्न आएको होइन। यो संसारमा रहेका कुनै पनि व्यक्तिलाई बदल्न सकिँदैन। भगवानले त बदल्न सक्नुहुन्न, हामीले के बदल्ने। तर यदि म बदलिन चाहे भने कसैले रोक्न सक्दैन। मैले मेरी श्रीमतीलाई बदल्न सक्दिनँ, तर म बदलिन चाहे भने कसैले रोक्न सक्दैन। बदल्ने भनेको आफूलाई हो, अरूलाई होइन। अरूलाई त सम्झने हो, बुझ्ने हो, तर हामीले उल्टो गरिरहेका छौँ। मैले मलाई बुझेको छु, मलाई सम्झेको छु जस्तो लाग्छ र अरूलाई बदल्न खोजिरहेको जस्तो लाग्छ। यदि म बदले भने नि फेरि मेरो वरिपरि रहेका व्यक्तिहरू बदलिन बाध्य हुन्छन्। यदि म बदलिएँ, म साँच्चै नै मैले मेरो कर्तव्य बोध गर्दै अगाडि बढ्दै गएँ भने अब मेरी श्रीमती मैले भने अनुसारै बन्नुपर्छ, त्यस पछाडि बन्न बाध्य हुन्छ, बन्नुपर्छ होइन, बन्न बाध्य हुन्छ। त्यस्तै मेरा छोरा छोरी, मेरा आफन्त, मेरा छिमेकी बदलिन बाध्य हुन्छन्। तसर्थ याद गरौँ, अपेक्षा होइन, दायित्व बोध गरौँ र आफू बदल्यौँ, अरूलाई सम्झौँ अथवा बुझौँ। र अर्को कुरा के छ भने कुनै समस्या आयो, त्यहाँ आयो नि श्रीमान र श्रीमतीको बीचमा समस्या आयो नि, मेरो र मेरो श्रीमतीको बीचमा, मेरो र मेरो आमाको बीचमा, मेरो र मेरो परिवारको बीचमा समस्या आयो भने कुनै पनि समस्या आउँदाखेरि त्यहाँ एउटाको मात्र दोष हुँदैन, त्यहाँ दुवै पक्षको दोष हुन्छ, जसलाई मैले 80-20 को नियम भन्छु।
80% होला अर्काको दोष होला, तर त्यहाँ 20% मेरो दोष छ। मैले त्यो मेरो दोष देख्न सकिनँ क्या। मैले मेरो दोष देखेँ भने म मेरो श्रीमतीसँग झगडा गर्दै गर्दा, म मेरो श्रीमानसँग झगडा गर्दै गर्दा, मैले मेरो छिमेकीसँग प्रतिस्पर्धा, त्यसपछि बाजाबाज गर्दै गर्दा त्यहाँ 20% दोष मेरो पनि छ है भनेर यदि सोच दिएको भए कति राम्रो हुन्थ्यो होला। तसर्थ सुमधुर सम्बन्ध स्थापित गर्न यो भिडियोमा भनिएका कुराहरूलाई यदि हामीले आत्मसात मात्र गर्न सक्यौँ भने पनि त्यसले धेरै सहयोग पुर्याउन सक्छ कि भन्ने मेरो अपेक्षा हो। गर्न त भएन, तर यो भिडियो तपाईँका लागि मात्र होइन, यो भिडियो मेरा लागि पनि हो भन्दै आजलाई बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार, थ्याङ्क यू सो मच।